नेपाललाई एजुकेसनल हब्स बनाउन सकिन्थ्यो सभामुख महोदय, बनाउन सकिन्छ अहिले पनि म भन्न चाहन्छु। तर दुर्भाग्य नेपाललाई एजुकेसनल हब्स बनाउनुको सट्टा नेपालको विद्यार्थीलाई विदेश पठाउने अवस्थामा हामीले पुर्यायौँ। छातीमा हात राखेर बोल्न सक्नु पर्दछ सभामुख महोदय, यो दुर्भाग्य हो नेपालको। त्यस कारणले गर्दाखेरि निवेदन गर्न चाहन्छु सभामुख महोदय कि वास्तवमा एकातिर अरबौं ऋण लिएर मेडिकल कलेज खोलेकाहरूले सम्बन्धन नपाउँदाखेरि कति तडपिएका होलान्, अर्कोतिर खरबौं रुपियाँ विद्यार्थीहरू, नेपाली विद्यार्थीहरू पढ्नको नाममा खरबौं रुपियाँ विदेशिएको छ हाम्रो धन, हाम्रो पैसा। त्यस कारणले गर्दाखेरि मलाई कहिलेकाहीँ यस्तो पनि लाग्छ सभामुख महोदय, यो नेपालमा मेडिकल कलेज खोल्नै हुन्न, नेपालमा मेडिकल कलेजलाई सम्बन्धन दिनै हुन्न, कोटा बढाउनै हुन्न भन्नेहरू कतै माफ गर्नुहोला सभामुख महोदय, विदेशीको केही खजाना खाएका पो छन् कि भन्ने मलाई आशंका पनि लाग्छ सभामुख महोदय। त्यस कारणले गर्दाखेरि एजुकेसनल हब्स बनाउन सकिएको भए नेपाली विद्यार्थीले नेपालमै पढ्ने अवसर आउँथ्यो। यति मात्र होइन, विदेशी विद्यार्थीहरू नेपाल आउने अवस्था सिर्जना गर्न सकिन्थ्यो। यति मात्र विदेशी नेपालीहरू नेपालमा आएर पढ्न थालेपछि तिनका प्यारेन्ट्सहरू, तिनका अभिभावकहरू 6 महिनामा अथवा वर्ष दिनमा आफ्ना छोराछोरीलाई, आफ्ना बालबच्चालाई भेट्न आउँदाखेरि भेटेर खुर्सुक्क जाने थिएनन्। यहाँको ब्युटिफुल सिटिजहरू, यहाँको धार्मिक स्थलहरूमा जाने गर्थ्यो, जसले गर्दाखेरि एजुकेसनल टुरिज्म पनि त बढ्थ्यो सभामुख महोदय। तर हामीले त्यो क्षेत्रलाई एजुकेसनल हब्सको सट्टा ड्राई गऱ्यौँ। आज त्यहाँनिर हामी चुकेको कुरालाई निवेदन गर्न चाहन्छु। अब यसलाई सुधार गर्नु आवश्यक छ। त्यसो भयो भने एजुकेसनल टुरिज्म पनि प्रवर्धन गर्न सकियो भने पुँजी निर्माण हुन्छ। जान्नेलाई श्रीखण्ड, नजान्नेलाई नजान्नेलाई खुर्पाको बिँड